खेलप्रेम महानुभाव जामनगढीमा हिजोबाट सुरु भएको गम्भीर राई स्मृति कप 5औं चन्द्रगढी भेटरान्स नकआउट फुटबल प्रतियोगिताको दोस्रो दिनको पहिलो खेल सुरु हुन गइरहेको छ र दोस्रो दिनको पहिलो खेलमा उपाय दाब्दा दुई टोली बेतामोड भेटरान्स र दमपुर भेटरान बीच प्रतिस्पर्धा हुन गइरहेको छ। तपाईँ कुन टिमको सपोर्टमा रहनु भएको छ कृपया कमेन्ट गर्दैको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। नीलो दर्शनमा रहेको छ बेतामोड भेटरान्स जहाँ नेपालका एक चर्चित फुटबल खेलाडीहरूको सहभागिता रहेको छ। विष्णु सुनवार जस्ता खेलाडी रहेका छन्। विष्णु सुनवार मेन बस्नेत लगायतका खेलाडी रहेका छन्। बेतामोड भेटरान्समा उपाय दाब्दा टोली पनि मानिन्छ र के हुन्छ कृपया कमेन्ट गर्दै होला। तपाईँ कुन टिमको सपोर्टमा रहनु भएको छ कमेन्ट गरिदिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। तपाईँ सम्पूर्ण खेलप्रेमी महानुभावमा अडियो र भिडियो कस्तो आइरहेको छ कमेन्ट गर्दै होला र खेलाडीको नावली उपलब्ध गरिदिनको लागि पनि हार्दिक अनुरोध गर्न चाहन्छु। तपाईँ सम्पूर्ण खेलप्रेमी महानुभावमा खेलाडीको नावली उपलब्ध गरिदिनको लागि पनि तपाईँ सम्पूर्ण खेलप्रेमी महानुभावमा हार्दिक अनुरोध गर्न चाहन्छु। आयोजक मित्रहरूमा खेलाडीको नावली उपलब्ध गरिदिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। मसँग खेलाडीको नावली प्राप्त भएको छैन। युरेश तुम्रो कुन छ दमकलाई नि हे देखाउनु भन्नुहुन्छ। खेलाडीको नावली प्राप्त भएको छैन। खेलाडीको नावली र खेलाडीको नावली प्राप्त भएसँगै पक्कै पनि म तपाईँ समझ खेलाडीको नावली पनि राख्नेछु। दमक टोललाई पनि देखाइदिनु पर्यो हो। दमक लखनपुरलाई पनि भन्दै हुनुहुन्छ। दमक लखनपुरको टिम हो यो। सुभाष आङथुपो कुमार गिरी सरी अजय तुम्बाफो लगायतका खेलाडी रहेका छन्। दिपेन गिरी पनि रहेका छन् दमकबाट। अझ चाहिँ बिटिएमको सपोर्ट है भन्दै हुनुहुन्छ। बिरतामोडको सपोर्टमा हुनुहुन्छ। बिरतामोडको सपोर्ट भन्दै हुनुहुन्छ। बिटिएमको सपोर्ट भन्दै हुनुहुन्छ र के हुनेछ कुन टिमको सपोर्टमा रहनु भएको छ खेलाडीको नावली प्राप्त भएको छैन मलाई। अबको केही छिनमा हाम्रो आजको म्याचको पहिलो खेल लखनपुर भेटरान भर्सेस बेतामोड भेटरानको बीच हुन गइरहेको छ। यो खेलाडीको नावली भन्नु सम्पूर्ण खेलाडीको नावली खेलाडीको नावली आएको छैन के अहिले व्यवस्थापन गरिदिनमा प्रेम सरलाई अहिले त्यो नावली दिनुस् भने त्यो पर्दैन पर्दैन कि यसमा हाल्दै भन्नु नावली यसमा हाल्दै भन्नु यो दिनु पर्दैन यो दिनु पर्दैन यो यसमा हाल्दिनु चेप दिनुहुन्छ के यसैमा चेप दिनुस् भन्नु न नावली त्यहाँ है त। अनि यसमै चेप दिनुहुन्छ क्या उहाँ ल्याएर यहाँ त्यो प्रेम सरलाई खेलाडीको नावली प्राप्त भएको छैन। आदरणीय दर्शक महानुभाव र खेलाडीको नावली प्राप्त हुने बित्तिकै तपाईँ समक्ष खेलाडीको नावली पनि राख्नेछु म। तपाईँ सम्पूर्ण खेलप्रेमी महानुभावमा केवल पछि खेलाडीको नावली राख्नेछु म र कुन टिम रातो जर्सीमा रहेको छ दमक टिम रातो जर्सीमा रहेको छ भने नीलो जर्सीमा रहेको छ बेतामोड भेटरान उपाय दाब्दा टोली र कुन टिमले बाजी मार्छ दुईटै सेप दिनुहोस् न एकैचोटि दुई चाहिँ दुईटै हालिदिनु ओके थ्याङ्क यू। उपाय दाब्दा दुई टोली बीचको घमासान भिडन्त हुनेछ। बेतामोड भेटरान र दमक लखनपुर भेटरान बीचको खेल हुनेछ अब केही मिनटमै। कुन टिमले बाजी मार्छ कृपया कमेन्ट गरिदिनु तपाईँ। तपाईँ कुन टिमको सपोर्टमा रहनु भएको छ जुन टिमको सपोर्टमा रहनु भएको छ सोही टिमको नाम लेखेर भिडियो लिङ्कलाई सेयर गरिदिनको लागि पनि हार्दिक अनुरोध गर्न चाहन्छु। दमकको सपोर्ट हुनुहुन्छ भने दमक लेखिदिनु होला र बिरतामोडको सपोर्ट हुनुहुन्छ भने बिरतामोड लेखेर भिडियो लिङ्कलाई सेयर गरिदिनको लागि पनि हार्दिक अनुरोध गर्न चाहन्छु। तपाईँ सम्पूर्ण खेलप्रेमी महानुभावमा कुन टिमको सपोर्टमा रहनु भएको छ तपाईँ जुन टिमको सपोर्टमा रहनु भएको छ सोही टिमको नाम लेखिदिनु होला कृपया। रातो जर्सीमा रहेको छ दमक लखनपुर भेटरान भने नीलो जर्सीमा रहेको छ बेतामोड भेटरान उपाय दाब्दा टोली कसले मार्छ बाजी दमकले बाजी मार्छ दमक लखनपुर भेटरानले बाजी मार्छ या बेतामोडले बाजी मार्छ र अडियो भिडियो कस्तो आइरहेको छ कृपया कमेन्ट गरिदिनको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। डाटाबाट लाइभ गरिरहेको छु म त्यसकारण क्लियर छ या छैन कमेन्ट गर्दै होला। अडियो भिडियो
भिडियो कस्तो आइरहेको छ डाटाबाट लाइभ गरिरहेको छु डाटाबाट लाइभ भइरहेको छ ओर्लिङको इन्टरनेट मात्र 50 MBPS को रहेको छ यसकारण अड्किरहेको छ तीर्थ पौडेल हुनुहुन्छ दमक 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 भन्नुहुन्छ तीर्थ पौडेल त्यसै गरी हुनुहुन्छ जनार्दन उप्रेती हुनुहुन्छ रामकृष्ण दाहाल भन्दै हुनुहुन्छ जनार्दन उप्रेती हुनुहुन्छ कमेन्ट गराउनु भएको छ जनार्दन उप्रेती पनि कमेन्ट गराउनु भएको छ जर्सी नंबर 14 पेमा लामा जर्सी नंबर 10 सुभाष आङथुपु जर्सी नंबर 19 चक्रबहादुर राई जर्सी नंबर 7 दिपेन गिरी सार्वभौम फैलिएका मेची महाकाली सायुथुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचरा वीरहरूका राजधानी स्वतन्त्र आचरा ज्ञान भूमि शान्ति भूमि तारे पहाडी मला अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल बहुजाति भाषा धर्म संस्कृति विशाल अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल धन्यवाद दमक लखनपुर भेटरानको नावलीमा वाचन गर्न गइरहेको छु जर्सी नंबर 4 अजयन तुम्बापु क्याप्टेन जर्सी नंबर 14 पेमा लामा जर्सी नंबर 10 सुभाष आङथुपु जर्सी नंबर 19 चक्रबहादुर राई जर्सी नंबर 7 दिपेन गिरी जर्सी नंबर 13 चन्द्र मगर जर्सी नंबर 5 शैलेन्द्र लिम्बू जर्सी नंबर 2 भक्त मगर जर्सी नंबर 18 विपिन खड्का जर्सी नंबर 15 दिलु कार्की जर्सी नंबर 1 ज्ञानु तामाङ जर्सी नंबर 9 हर्कबहादुर राई जर्सी नंबर 16 तेजेन्द्र श्रेष्ठ जर्सी नंबर 11 राजेन्द्र कुमार थापा मगर जर्सी नंबर 17 खड्कबहादुर सुब्बा जर्सी नंबर 6 लक्ष्मण माधेन जर्सी नंबर कसले मार्नेछ बाजी हेरौँ कसले मार्नेछ बाजी चर्चित पूर्व खेलाडीहरूले भरेको टोली बिर्तामोड भेटरान र दमक लखनपुर भेटरान बीच जो खेल हुनेछ उपाय दावदार दुई टोलीहरू बीचको यो खेल निकै प्रतिस्पर्धात्मक हुनेछ तपाईँ सम्पूर्ण कृपया महानुभावमा जानकारी गराउन चाहन्छु त्यसैगरी
बिर्तामोड भेटरानको नावली यस प्रकार छ। जर्सी नम्बर 1 मिन बस्नेत गोलकिपर, जर्सी नम्बर 17 विष्णु सुनुवार, जर्सी नम्बर 21 दिनप्रसाद बास्कोटा, जर्सी नम्बर 19 अमिर लामा, जर्सी नम्बर 3 राजकुमार विक, जर्सी नम्बर 5 भूपेन लिम्बू टिम क्याप्टेन, जर्सी नम्बर 8 पुनः सुब्बा, जर्सी नम्बर 14 महेन्द्र खवास, जर्सी नम्बर 11 कृष्ण साक्य, जर्सी नम्बर 10 भुवन तामाङ, जर्सी नम्बर 9 सुरज प्रधान, जर्सी नम्बर 80 एकराज तिलिङ, जर्सी नम्बर 12 विष्णु सुब्बा, जर्सी नम्बर 7 भीम मगर, जर्सी नम्बर 4 किरण थापा, जर्सी नम्बर 18 भरत सिंह राजवंशी, दमक भन्दै हुनुहुन्छ सुभाष भन्दै हुनुहुन्छ, सुभाष दाई भन्दै हुनुहुन्छ, सुभाष आङथुपोको कुरा गर्दै हुनुहुन्छ। त्यसैगरी बिर्तामोड भन्दै हुनुहुन्छ, विवेक अधिकारी हुनुहुन्छ, बिर्तामोड भन्दै हुनुहुन्छ। विवेक अधिकारीजीलाई पनि हार्दिक स्वागत गर्न चाहन्छु। यो प्रत्यक्ष प्रसारणमा कस्तो आइरहेको छ कृपया कमेन्ट गर्दै होला। इन्टरनेट एकदमै स्लो रहेको छ विवेकजी, मात्र 50 MBPS रहेको छ, इन्टरनेट स्लो रहेको छ। यसै कारण तपाईँले सोचे जस्तो लाइभ नहुन सक्छ, यसको लागि क्षमा चाहन्छु। तपाईँ सम्पूर्ण कृपया महानुभावमा कस्तो आइरहेको छ कमेन्ट गर्नको लागि हार्दिक अनुरोध गर्न चाहन्छु। विवेक अधिकारी हुनुहुन्छ, बिटिएम भन्दै हुनुहुन्छ, बिर्तामोडको सपोर्टमा हुनुहुन्छ विवेक अधिकारी, अस्ट्रेलियाबाट हेर्दै हुनुहुन्छ। कृष्ण साक्य बल सुचारू गर्नका लागि आजको यसको जितेन लिम्बू हुनुहुन्छ, के हुनेछ हेरौँ। कृष्ण साक्य छन् बल सुचारू गर्नका लागि। कृष्ण साक्य केही सेकेन्डमै खेल सुचारू हुनेछ। अब मेन रेफ्रीमा डिगबहादुर श्रेष्ठ, बल हुसेल बजाउने तर्खरमा। योसँगै खेल सुचारू भएको छ, के हुनेछ कसले मार्नेछ बाजी हेरौँ। तपाईँ कुन टिमको सपोर्टमा रहनु भएको छ कृपया कमेन्ट गरिदिनको लागि पनि हार्दिक अनुरोध गर्न चाहन्छु। विष्णु सुनवार थिए राइट साइड फालेका सुनले, विष्णु सुनवारले नेपालका एक समयका चर्चित डिफेन्डर विष्णु सुनवार जर्सीमा 17 लगाएर खेलिरहेका छन् उनी। विष्णु सुनवार लेफ्ट साइडमा फाल्दैका छन् उनले। ल प्रहार तर मिस पास यहाँ। अजन तुम्बापु क्याप्टेन, अजन तुम्बापु थिए सफल भएन उनी। मिस पास यहाँ अजन तुम्बापु फेरि पनि अगाडि फालेका छन्। मध्यको विभागमा बल भुवन तामाङ सफल रहेन, यद्यपि फल र फेरि किक अवसर यहाँ। भूपेन लिम्बू क्याप्टेन, बल प्रहार गर्ने तर्खरमा भूपेन लिम्बू क्याप्टेन, बिर्तामोड भेटरानका क्याप्टेन भूपेन लिम्बू।